पार्कै छेउमा छु लो यार दोस्त लो यार ओ माय गॉड हिजो मैले लडेको भने उत्तानै परे लडेको म ए हेलो गाइज वेलकम टु माई ब्लग आजदेखि म ब्लगिङ सुरु गर्दैछु होइन यो चाहिँ हाम्रो युनिभर्सिटीको कति जाने बाटो हो तर यो कुन विक हो हाम्रो लास्ट विक हो 14th विक हो अब यसपछि हाम्रो एक हप्ता अझ पढाइ त होइन एक्जाम चाहिँ हुन्छ तर त्यसपछि चाहिँ हाम्रो छुट्टी हुन्छ हेर्न सक्नुहुन्छ यहाँ कोरियामा आसाममा हिजो भर्खर हिउँ पढ्न सुरु भएको थियो होइन हिजो पढ्दा धेरै परेछ अनि सबैमा भरेछ अनि ओ अगाडि हेर्नु केटा ए साथी यहाँ हेर्नु यहाँ अस्ति भर्खर नयाँ बाटो बनाएको थियो होइन मिस्त्रीहरूले अनि यहाँ अगाडि हेर्नु होइन साथीहरू कस्तो राम्रो यो हिउँ भन्दा सेतो केटीहरू छन् होइन कस्तो राम्रो केटीहरू हो कि यो हिउँ भन्दा बढी टल्किन्छन् यो कोरियन केटीहरू यो चलायो भने त पक्कै चिप्लिन्छ होला क्या म दुईचोटि चिप्लिसकेँ तर लडेको चाहिँ छैन ओ यहाँ त खतरै छ त चिप्लिन्छ हेलो वेलकम ब्याक केटा यहाँ हेर्नु यस्तो छ होइन रोक्नु मैले हेरेको छैन भिडियो रेकर्ड गर्दाखेरि ओ चिप्लिन्छ यार यस्तो छ है बाटो चाहिँ फेरि यस्तो पुरै उकालो छ अलिकति राम्रोसँग हिँडेन भने चिप्लिहाल्छ चिप्लेर एकैचोटि ऊ तल केटीसँग पुग्छ होइन फेरि केटीसँग पुग्नलाई त एउटा यहाँ लडी पनि हाल्छ यो मान्छे होइन थोपडा चाहिँ रिभिल नगरौँ मलाई अहिले अब फेरि हाम्रो आज प्रेजेन्टेसन छ गाइज होइन अनि प्रेजेन्ट गर्ने पनि फेरि एउटा साथीले हिजो भर्खर भनिरहेको थियो कि तैँले प्रेजेन्ट गर्ने अरे अनि मैले गर्नुपर्छ कि कसले गर्नुपर्छ थाहा छैन के हो थाहा पनि के हो त्यो पनि थाहा छैन होइन त्यही पनि अब तर म गर्दिनँ प्रेजेन्टेसन छ अहिले कति बजिसक्यो 10:05 भइसक्यो 10 बजीदेखि क्लास हो त्यही पनि हामी यहीँ बाहिर घुमिरहेछौँ अब जाँदैछौँ होइन जाडो लास्टै छ हेलो गाइज हेर्नु यो चाहिँ हाम्रो ग्राउन्ड हेर्नु पुरै होइन ओइ चिप्ल्यो ओइ पुरै खतरा खाले आइस भएको छ तर अहिले देखाउनै मिल्दैन अब